के तपाईँको पनि गाई बाछा कमजोर हुन्छ? के तपाईँको पनि गाईले दुध कम दिन्छ? दिन्छ भने आज म तपाईँलाई दुईवटा जबरजस्त सप्लिमेन्ट भन्दैछु। यो पहेँलो बट्टाको छ नि, यो चाहिँ मेटाबोलाइट हो। यो खास गरी गर्भवती गाई र पोषण कम भएका गाईका लागि प्रयोग हुन्छ। यो के काम लाग्छ भन्दाखेरि गाईको शरीरमा शक्ति बढाउँछ, बच्चा स्वास्थ्य जन्माउन मद्दत गर्छ र दुध उत्पादन बढाउन सहयोग गर्छ। यो चाहिँ खास गरी गाई ब्याउने 1 महिना अगाडि दिनुपर्छ। यसले दुध उत्पादन राम्रोसँग बढाउँछ। यो कसरी काम गर्छ भन्दाखेरि यसमा भिटामिन्स र मिनरल्स हुन्छ जसले गाईको शरीरलाई ब्यालेन्समा राख्छ। यो कसरी दिने भन्दाखेरि सामान्यतया यो खोलेमा दिइन्छ। यसमा जम्मा 20 वटा प्याकेट हुन्छ। 20 वटा प्याकेटमा बिहान बेलुका एक प्याकेट दिनुपर्छ। यो बिहान एउटा प्याकेट, बेलुका एउटा प्याकेट। यसको डोज चाहिँ लगभग 2 बट्टा हो। खास गरी मान्छेले 1 बट्टा खुवाउनुहुन्छ, तर खुवाउने चाहिँ 2 बट्टा हो। अनि यो अर्को भिडियोमा देख्नु हुँदैछ नि, यो सारको फिरल भेट हो। यसले चाहिँ बच्चालाई राम्रो गर्न साथै गाईको शरीरमा खुन बढाउन मद्दत गर्छ। यसमा आइरन र भिटामिन सप्लिमेन्ट दुइटै हुन्छ। यो के काम लाग्छ भन्दाखेरि गाईको रगत कम भएको अवस्थामा दिने वा गाई बस्तु पाठापाठी बाख्राहरू सबैलाई दिन मद्दत गर्छ। यसले कमजोर थाकेको गाईलाई राम्रो बनाउँछ अनि बाछा कमजोर हुँदाखेरि दिनुपर्छ। यसले कसरी काम गर्छ भन्दाखेरि यसले शरीरमा रगत बढाउँछ र एनर्जी दिन्छ। यो पनि खोलेमै हालेर दिनुपर्छ। यो जम्मा 2 बिरको एकचोटि दिनुपर्छ दिनमा। अनि यो मेटाबोलाइट यो 20 वटा प्याकेट हुन्छ जम्मै। यो बिहान बेलुका एक वटा प्याकेट गरेर दिनुपर्छ। यसले चाहिँ तपाईँको गाईको खाँचो वृद्धि साथै गाईलाई आइरन, क्याल्सियम, एनर्जी दिने, गाई तन्दुरुस्त बनाउने आदि काम गर्छ। हस्त धन्यवाद। भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला।